भाउ भाउ अलि प्याज हो यार म भाउ खानलाई भन त तिमी यसरी हिँड्न नाच्छ ढ्याङ्गी ढ्याङ्गी टमेटो यो लैङ्गिक समानता भन्ने छ नि त्यो चाहिँ लागु हुन्छ चमेलीको तेल लाउन पर्यो गाइज चमेलीको तेल हाई एभ्रिवन गुड मर्निङ नमस्ते वेलकम ब्याक टु अगेन आवर न्यू भिडियो तपाईहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ फेरि आज एउटा भिडियो लिएर उपस्थित भएका छौँ हामी तपाईहरूलाई देखाउन गइरहेको छौँ हाम्रो बिहानी साँच्चै एउटा कुरा भन्नै बिर्से तपाईँकोतिर चाहिँ मौसम कस्तो छ हाम्रोतिर त हिजो राति यत्रो ठुलो पानी पऱ्यो होइन पानी परेर बिहान कति 5 बजी मात्र रोकियो होला र मेरो बिहानी सुरु भयो 1 कप पानीबाट तातो पानी तपाईँहरू पानी खानुहुन्छ कि हुँदैन बिहान अनि पानी चाहिँ खानुपर्छ किनकि हाम्रो शरीरलाई पनि पानी चाहिने गर्छ होइन सो कविताले चाहिँ एउटा कोला खाइसक्यो होइन मैले पनि एउटा कोला खाँदैछु बिहान केला खाँदैछु क्या केला होइन केला खानु राम्रो हो स्वास्थ्यको लागि त्यसको प्रोनाउन्सिएसन मिलेन केला होइन केरा हो केरा खान्छु मलाई एकार के ल मेरो केरा खाऊ केरा म खाइसके मेरो केरा खाऊ म खान्न खादिन हौ मैले खाइसके ओके म पनि खान्छु ल नफ्याल्नु न यार अरे लाइक दिस के किन आयो भन्दा मान्छे बोल्ला गौतम बुद्धले एउटा भनाइ छ नि जे चिजको मूल्य बढ्छ त्यसलाई छोड्दिनु पर्छ अरे क्या त्यसलाई वास्ता गर्नु हुँदैन अरे जुन चिजको मूल्य बढ्छ त्यसै कारणले केराको मूल्य हाम्रोतिर चाहिँ 100 रुपियाँ नै छ कहिले 80 रुपियाँ कहिले 60 रुपियाँ हुन्छ पनि छोड्नु पर्यो मेरो मूल्य चाहिँ कति भयो भएर त्यसै मलाई छोड्नु तिमीले आजकल सही कति भाउ खान्छौ भाउ अलि प्याज हो यार म भाउ खानलाई उसले त भाउ खाइरहेछ म त मान्छे हो यार यसले आज चाहिँ यहाँ आइज यहाँ आउँ त सुत्ते थ पक्का चल म्याउकी म्याउ माछ खोजेर चलेको कति चलेको के गर्न चलेको भन त तिमी यसरी हिँड्न नाच्छ ढ्याङ्गी टमेटो त्यही हो मैले कोला नि खाइसकेँ अब हाम्रो सुरु हुन्छ चिया सके गाइज होइन मलाई चाहिँ अब मेरो पानी पछिको बिहानी चियाबाट भयो सो अब चिया खाएर सकेर अब म चाहिँ खाना पकाउन जाँदैछु आज म्याडमले खाना नबनाउने अरे सो मै आफै बनाउनु पर्यो म चाहिँ अब यो भात पकाउन लागिरहेको छु है त्यही हो अब 9 बजे अफिस जानुपर्छ सो 8 बज्न लागिसक्यो अब म चाहिँ लागिरहेको छु खाना पकाउनतिर होइन खानामा चाहिँ मैले भात बसाइसकेँ र मैले आज आलु र सिमीको तरकारी पकाउँछु र मसुरको दाल पकाउँछु ल हेर न म त्यस्तो गाली पनि गर्छु फेरि सो म चाहिँ बेला यस्तै हो होइन बेलामा होइन यहाँ ग्यास यहाँ नपाइने यहाँ ग्यासको हाहाकार भएको बेलामा चाहिँ यस्तो गर्नु हुँदैन र यहाँ दाल पकाउन लगाएको छु मसुरको र त्यहाँ चाहिँ मैले सिमी आलु मेरो रेसिपी चाहिँ हुन्छ होइन सिम्पल सो त्यही हो नन मसला म चाहिँ आज मेरो बुटले खाना पकाउने अरे मै पकाउँछु हाम्रो चाहिँ के भन्दाखेरि नि यो लैङ्गिक समानता भन्ने छ नि त्यो चाहिँ लागु हुन्छ 100% लागु हुन्छ होइन भने त म त फेरि बुम यसरी पकाउँदैछु तपाईँहरूले कसरी पकाउनुहुन्छ होइन म यसरी खानाहरू पकाउँदैछु यता दाल पनि भइसक्यो है फाइनली मेरो दाल पनि रेडी भयो र अलमोस्ट अब फ्रेस भएर खाना खाएर
जानुपर्छ काममा। सो मेरो तरकारी चाहिँ यस्तो भएको छ है। यस्तो मिठो त मैले पकाउँदिनँ कि गाइज होइन। सिमी र आलु पकाएँ मैले। यहाँ मैले मसुरीको दाल पकाएँ। अब चाहिँ म एउटा अन्डा पनि बनाउँछु है। त्यस पछाडि म फ्रेस हुन जान्छु र आएर खाना खाएर टिक्कै जान्छु काममा। गाइज म चाहिँ फ्रेस भएर भात खाँदैछु। आई एम गेटिङ लेट है। 8:40 भइसक्यो। मेरो अफिस पुग्ने 1 मिनट लाग्छ। सो त्यही भएर चाहिँ म भात खाँदैछु। हाम्रो म्याडमले चाहिँ भात नखाने अरे। उहाँ 10 बजे जाने, म चाहिँ 9 बजे। उहाँले आनन्दले खाने अरे। सो म छिटो खान्छु ल। अब म निस्किन्छु अफिसको लागि। यसो अलिअलि यो छैन रहेछ, सकिरहेको रहेछ यो पनि है। चमेलीको तेल लाउनु पर्यो गाइज। चमेलीको तेल, चमेलीको तेल, चमेलीको तेल, चमेलीको तेल। चमेलीको तेल। Hold on, go again. तिमी चाहिँ कति बेला खान्छौ भात? 9 बजेपछि। बाई बाई। सो मेरो बिहानी आजलाई यति नै। तपाईँहरूलाई मेरो बिहानी कस्तो लाग्यो होइन, अहिलेसम्म मेरो भिडियो हेरिदिनु भयो होइन, मेरो भिडियोलाई माया गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। ह्याभ अ नाइस डे। फेरि अर्को भिडियो भेटौँला। बाई बाई।